हेलो एभ्रिवान, वेलकम छ मेरो न्यू युट्युब च्यानलमा। म इन्द्रा बुढाथोकी। म आज हजुरहरूलाई जयकुटीको बजार देखाउँदैछु। आजभोलि योगीकुटी भन्छन्, तर पहिलादेखि हामीले जयकुटी भन्ने बानी लाएर जोगीकुटी नै भन्छौँ। अहिले चाहिँ योगीकुटी भन्छन् है। ल हेलो हेलो साथीहरू, म दुईवटा छोरीसँग, यो मेरो ठुलो छोरी हो, यो मेरो सानो छोरी हो। केही भएन, बजार जानु लागेको। अब हामी मेरो बुढासँग बजार जान्छु। म बजार गएर देखाउँछु ल हजुरहरूलाई। जयकुटीको बजार तिलोत्तमा 2 को जयकुटीको बजार जाँदैछु ल साथीहरू। उहाँ मेरो श्रीमान हुनुहुन्छ, म उहाँसँग जाँदैछु है बजार। हामी ल अब हामी बजारतिर हिँड्यो। अब जाँदैछौँ। मौसम पनि आज कति क्लियर छ। हो कति राम्रो मौसम छ। पानी परेर छ्याक्क आछ के मौसम पनि शीतलो भएको छ। अब हामी सर जाँदैछौँ। अब उसको बाटो जाँदैछौँ कि हामी यो बनचौकी हुँदै बनबाटिकाको बाटो जाने हो। बनबाटिका आउन लाग्यो। अब बनबाटिका हुँदै बाटो पनि अब साँझ परेको छ, अलिक प्याक छ कि यो बनबाटिका हो। माइक्रो चल्छ यहाँदेखि। अब बनबाटिका र हामी अब तिलोत्तमाको बाटो जाँदैछौँ। मौसम पनि कति राम्रो, बाटो पनि छ्याक्क क्लियर छ। यहाँबाट खासै गाडी हिँड्दैन के, त्यही भएर हामीलाई छिटो पनि पर्छ नि त यो बाटो हिँड्दाखेरि। त्यही भएर बजार आइपुग्यो है। अब हामी जयकुटीको बजार आइयो। अब म जाँदैछु। कस्तो हिलो छ कि बाटो, त्यही भएर कपडा माथि गरेर, बजारमा हिलो छ त्यही भएर माथि गरेर। दाइले फेरि यहाँ हाम्रो मसाले दाइ हो, मसला किन्छौँ कि हामीले यहाँ। अब बजार लाग्यो। मैले फेरि अब आलु रोज्दैछु कि आलु रातो आलु ठिक्क अर्साल्दैछु। अब टमाटर पनि लिन लागेको, धेरै जसो गलेको छ यो टमाटर, त्यो रोज्दैछु। अब काँक्रा पनि यसो लिगौँ भनेर काँक्रा पनि 3टा लिगेको। शीतल छ, काँक्रा पनि राम्रो छ, पाहाडी काँक्रा हो। अब भिन्डी रोज्दैछु मैले। यो आज अब बर्खा लाग्यो नि त, उसको बजारको भाउ एकदम महँगो छ। सबै सामान किनेर अब हामी घरतिर लाग्यो। घरतिर लाग्दै गर्दा साँझ परिसकेको छ। अब हामी यो उता जयकुटीनिर यता तलपट्टिको बाटो तपा लाइन हुँदै घर जाँदैछौँ। पुरै बजार भिड छ नि त, साँझको बेला भएर बजार भिड छ। अटो बाइकहरू स्कुटीहरू पुरै भिड छ। हामी लाग्यो अब घरतिर लाग्यो। अब सर्लक्कै यो तपा लाइन, हामी तपा लाइनको बाटो जाँदैछौँ। सर बाटो पनि कति क्लियर छ। पहिला बाटो कस्तो राम्रो थिएन नि त, साँघुरो पनि थियो। अनि पुरै खाल्डो हिलो हुन्थ्यो कि त्यो बाटो हिँडिन्थेन। अहिले त पुरा बाटो राम्रो बनाएछ। कति क्लियर छ कि मौसम पनि क्लियर। साँझ परेको कस्तो राम्रो आछ कि उस पनि भिडियो पनि कति राम्रो बनेछ। अनि कस्तो राम्रो छ बाटो। हजुरहरू पनि यही बाटो हिँड्नु होला। म त बल्ल 2 चोटि भयो बाटो हिँडेको। धेरै जसो तिलोत्तमाको कलेजको बाटो हिँडिन्छ नि त। अहिले आउँदाखेरि यो बाटो आएको एकदम राम्रो भएको छ बाटो। यहाँ गोरु पनि आयो कि, यहाँ गोरु र गाई त बेसरी हिँड्छ, डराउँदैन। हिँड्ने बानी लाग्छ नि त यिनीहरूलाई, मजाले जान्छ, डराउँदैन। अनि सर हामी गइएछ। मौसम पनि शीतल छ, हिँडिराख्न मन लाग्ने के। बाइक स्कुटीमा पनि हावा आउँछ, शीतल हुन्छ, दिनभरि गर्मी हुने। त्यही भएर साँझ पख गएको बजार, अनि हावा खाँदै घरतिर लाग्यो। अझै घर आउन हाम्रो बाँकी छ। अब यसपछि हाम्रो शारदा स्कुल आउँछ तल। यहाँबाट बाटो सिधै जाने हो भने शारदा स्कुल आउँछ। बाटो उनी शारदा स्कुलसम्मै राम्रो छ बाटो, एकदम क्लियर सफा, जिगजाग छैन क्या। पहिला त कस्तो नराम्रो बाटो थियो, अहिले त राम्रो बाटो बनेछ। मान्छेहरूलाई हिँड्नलाई पनि साइडमा कस्तो राम्रो बनायो। यो कुलो हो, कुलो साइडतिर पनि पुरै बार लगाइदिएछ, कति राम्रो फलामको बार।
त्यहाँ पहिला त डर हुन्थ्यो नि त बच्चाहरूको लागि। आहा कति मजा आएको के साँझतिर हिँड्दाखेरि शीतल पनि हुने। यो 2 नम्बरको बाटो एकदम क्लियर छ, यो बाटो हिँड्न मन लाग्छ, हिँडिन्छ। हाम्रो यो हामी बस्नु त 1 नम्बर वार्डमा हो नि त। 1 नम्बर वार्डको बाटो हेर्नुहुन्छ भने त खत्तम छ, हेर्नै मन लाग्दैन। बाटोको लागि बजेट त आएको छ, तर यो कहिले बनियो थाहा छैन। अब बजेट आएको त छ, थाहा छैन 2 वर्ष त लाग्छ होला सायद। यहाँ पनि पहिला त्यस्तै थियो। अब हाम्रो 1 नम्बर वार्डमा कहिले बन्छ थाहा छैन। यो बन्यो भने यस्तै बन्ला। अफ गरे यस्तो अब यस्तो हुन्छ क्या यो हाम्रो वार्डको त बजेट आएको छ। अब कस्तो हुन्छ भने जहिले पनि कुनै निर्माण हुँदाखेरि धुलो धेरै उडिन्छ होइन। धेरै धुलो उडेको हुनाले अब बाटोमा चाहिँ समस्या देखिन्छ कि। अहिले यो बाटो भनेको त भाइरल बाटो हो नि त। अहिले वाकिङ गर्नलाई बेस्ट लोकेसन भनेको त टप्पा लाइनको त लोकेसनलाई धेरैले अहिले फलो गर्छ होइन। अनि यो साँझतिर हिँड्दाखेरि हेर न होइन, साँझ हेर्दा यहाँ धुलो उडेको छैन, मान्छेहरू कति आनन्दले हिँडिरहेछ। यो हो क्या ठाउँ भनेको, हामीले खोजेको तिलोत्तमा भनेको त यो हो नि त। यस्तै चाहिएको हामीलाई पनि, वार्ड नम्बर 1 लाई पनि। अरूभन्दा नि ट्राफिक छैन क्या यो लाइनमा। जस्तो प्रायः जस्तो कस्तो हुन्छ भने धेरै टिप्पर हिँड्ने अनि गाडीहरूले बहुत हर्न हान्ने, त्यो अहिले चाहिँ लगभग तिलोत्तमामा त्यो छैन। अनि क्लिन हेर न कस्तो छ क्लिन। क्लिनको लागि त अहिले लगभग अब काठमाडौँ पछि त तिलोत्तमा नै हो भन्नुपर्छ होइन र। क्लिन छ बाटो, कति राम्रो छ न सानोको। पहिलाकै यो छ नि हाम्रो टप्पा लाइनमा यो यस्तो ब्यारिकेडहरू राखेको थिएन कि, त्यसले गर्दा के हुन्थ्यो भने बच्चाहरू खस्ने सम्भावना धेरै हुन्थ्यो। बच्चाहरू खेल्ने अनि गाडीहरू पनि यस्तो एक्सिडेन्ट हुँदाखेरि समस्या हुन्थ्यो कि हामी सानो हुँदाखेरि। तर अहिले यो राखिदिएको हुनाले अलिकति सेफ्टीको हिसाबले पनि धेरै राम्रो देखिन्छ। किनभने अहिले धेरै भन्यो भने अहिले वार्ड नम्बर 2 मा मान्छेको चाप पनि धेरै बढेको छ क्या, घनत्व धेरै छ अहिले, मान्छे बढी छ हेर है। धेरै अब बुटुलको नजिकको क्षेत्र भएको हुनाले पनि होला सायद। अनि धेरै मान्छेहरू छन् होइन, बसोबास गर्ने मान्छेहरू बढी छन्। तर भए तापनि कति सफा के, नयाँ बाटो भएर नि होला कति सफा देखिरहेछ। तर मार्केट छैन है। जस्तो हाम्रो एपेक्स स्कुल साइडमा कति राम्रो मार्केट आछ नि, शङ्करनगर चोकमा मार्केट आछ। तर त्यस्तो हिसाबले चाहिँ व्यापारिक दृष्टिकोणले चाहिँ मार्केटहरू छैन क्या यहाँ होइन। मार्केट हेर्नु पऱ्यो भने त्यो डेभलपमेन्ट होला अब बिस्तारै, किनभने बाटोको विकास सँगसँगै त्यो विकास पनि अरू विकास पनि हुने हो नि त। मुख्य भनेको त विकासै हो। लगभग हामी आजभन्दा लगभग 4-5 वर्ष अगाडि यो बाटो हिँड्न त अब कति गाह्रो थियो क्या, सबै चाहिँ खाल्टाखुल्टी भएको अनि त्यो साँघुरो बाटो। अहिले त लगभग हाम्रो अहिले यसको सिधै अगाडि जाँदाखेरि हाम्रो टप्पा लाइनको लगभग बाटोहरू अब सबै यही साइजमा 43 फुटे छ होला सायद यो। अनि त्यो हिसाबले लगेछ अनि हेर्दा पनि कति राम्रो देखेको। जस्तो हाम्रो कान्छी बजारको बाटोमा चाहिँ स्ट्रिट लाइट हाल्दैछ। अब हामीले यहाँ स्ट्रिट लाइट होइन, लगभग यहाँ छेउमा अब ग्रिन बनाउन सक्ने भने अझै राम्रो देखिन्छ। जस्तो अहिले बुटुलको त्यो भाइरल बाटो छ नि, त्यो किन भाइरल छ भन्दाखेरि छेउछाउमा ग्रिन छ कि, ग्रिनरी बढी भएको हुनाले हरियाली देख्छ नि त मान्छेहरूले। हरियाली हेर्ने हिसाबले पनि त्यो छाडा गाई धनै ठोकिन आएको यार। अब यस्तो हुन्छ कि यो छाडा अब हाम्रो चाहिँ त्यहाँ गौशालामा यिनीलाई समात्दै राखेको त छ, तर अब यो क्षेत्रमा अब किन गाईहरू घुमिरहेछ भन्दाखेरि यो भेगमा त अहिले गोठहरू त छैन। नभए पनि अब छाडा गाई कहाँ जस्तो बिचरा बर्खामा बाटोमा आएर बस्ने। अब यो सबै कुराहरू अब कोही यही भेगकै गाई होला। अब त्यसले गर्दा तिनीहरूले पनि अब आफ्नो घर खोज्दै आउँछ। गाईले फेरि आफ्नो घर बिर्सिन्न नि त, त्यो हिसाबले गाई फर्केर आफ्नै घरतिर आउँछ क्या। अहिले हेर न छाडा गाई भनेको सबभन्दा धेरै हाम्रो यो साबिक 5 र यो हाम्रो यो साबिक 3 भन्थे। साबिक 3 हो कि पहिलाको शङ्करनगर गाविस हुँदाखेरि यो भेगमा बढी गाई पालन हुन्थ्यो कि। ल साथीहरू, हामी गफमा घर आइपुगेछ। मेरो युट्युब च्यानललाई लाइक, सब्सक्राइब अनि कमेन्ट गर्नुहोला। हजुरहरूलाई पनि म कमेन्ट गर्नेछु, लाइक गर्नेछु, सब्सक्राइब गर्नेछु भन्दै हामी घर आइपुग्यो। ओके बाई बाई, अर्को भिडियोमा भेटौँला।